हेलो वेलकम एन्ड वेलकम एउटा सानो ब्लग अनि आज मेरो सम्धीलाई एउटा इन्ट्रोड्युस गराउँछु सम्धी के छ अनि तिमीले बुढी हेरेछ कसको लागि हेरेर यस्तो मेरो हुनेवाला श्रीमतीलाई हेरेको तर बबाल रहेछ के गर्नु श्रीमती चाहिँ कहाँ छ थाहा छैन यस्तो यो के भन्छ यसमा आएको क्या हामी अलबद मलमा आएको हजुर श्रीमती चाहिँ कहाँ छ थाहा छैन तर श्रीमतीको लागि चाहिँ म अहिले नै यसो हेर्न आएको है बुढहरू हेर्न बबाल रहेछ साह्रै राम्रो रहेछ बबाल रहेछ यो त के छाला बना होला सम्धी खुट्टा यत्रो हुन्छ अनि यत्रो खुट्टा जुन माथिको हेर्नु गोल्डन कलरमा छ यो लास्टै महँगो यो चाहिँ एकदम डायमन्ड गोल्ड दुइटै किन्न नपाए त छुन त पाएँ नि त होइन तर होइन किन्नु सकिन्छ तर अब हामी लगाउनु मिल्दैन लगाउनु केटी मान्छेको यो होइन अब किनेर गिफ्ट दिउँ भन्दा नि गर्लफ्रेन्ड पनि छैन छैन बुढी पनि छैन अब कसलाई दिने त अब यसो हेरिराख्ने पछि बिहे गरिसकेपछि चाहिँ काम लाग्छ है यो हातै कामे त यार के हो के गर्ने दुईजनै सिङ्गल भएर अब यतिको जाने भयो जवान हाम्रो जिन्दगीसँग सम्झे होइन यस्तै छ यहाँ त हेर्नु न के हो यार के भन्छ मैले उसले लगाएको